पदमार्ग बनेपछि आउजाउमा सहज। कास्कीको मादी गाउँपालिका 7 ठकुरी गाउँमा पदमार्ग बनेपछि आउजाउ गर्न निकै सहज भएको छ। धनुवास कालिकादेखि ठकुरी गाउँसम्म ढुङ्गाको छपनीले चिटेर चिटिक्कको पदमार्ग बनाइएको हो। पदमार्ग बनेपछि स्कुले बालबालिकादेखि गाउँलेलाई दैनिक आउजाउमा सहज भएको छ। पदमार्ग नहुँदा पहिला निकै जोखिम थियो। हिउँद बर्खा नै चिप्लो बाटोमा लड्दै लड्दै बालबालिका विद्यालय जान बाध्य थिए। बाटो चाहिँ यो नराम्रो थियो, केरकेटी उफ्रिँदै हिँड्ने चिप्ले बाटो थियो। पहिला त अब पल्तिर गाउँ उतापट्टि गाउँ जानु पारीबाट वन जङ्गलबाट हिँड्न पर्थ्यो। अनि यहाँ गाउँकै वंशी खलकसित मागेर अनि यो बाटो ठ्याक्कै ठकुरी गाउँबाट धनुवास कालिका पुर्याउने जाने बाटो, स्कुल जाने बाटो, त्यही बाटोलाई सबैले सहयोग गरेर वडाबाट 4 लाख गरेर अहिले बडा मसिनले पुरा गरियो। अहिले चाहिँ सजिलो थियो, एकदम सजिलो भएको छ। अब घाँस दाउरा गर्नलाई यही बाटो हिँड्छन्, अहिले स्कुल जाने नि यही बाटो हिँड्छन्। सजिलो, केरकेटीलाई एकदम स्वादै भएको छ, सजिलो भएको छ एकदम। झन्डै 1 किलोमिटर पदमार्ग निर्माणमा वडा कार्यालयले बजेट विनियोजन गरेको हो। वडा अध्यक्ष दुर्गाबहादुर गुरुङ निर्वाचित भएर आएपछि 3 आर्थिक वर्षसम्म बजेट विनियोजन भयो। 2 पटक 1,50,000 रुपियाँका दरले र 1 पटक 4 लाख रुपियाँ माथि गाउँपालिका वडा नम्बर 7 को कार्यालयबाट विनियोजन भयो। ठकुरी गाउँवासीले बजेटको कार्यान्वयनसँगै श्रमदान गरे। ढुङ्गा बिछाएर बनाइएको पदमार्गले आउजाउमा सहज त भएको छ नै आकर्षक पनि देखिन्छ। गाउँ जाने पदमार्गको कन्त बिजोग देखेपछि वडा अध्यक्ष दुर्गाबहादुर गुरुङले निरन्तर बजेट विनियोजन गरेको बताउँछन्। यो गोरेटो बाटो म निर्वाचित भइसकेपछि म एक दिन यो बाटो आएको थिएँ। आउँदाखेरि बाटोको अवस्था अत्यन्तै नाजुक। यहाँको बुवा आमाहरू अनि सेवाग्राहीहरू वडा कार्यालयसम्म पुग्न र विद्यालयका बाबु नानीहरू विद्यालयसम्म जानलाई अलिकति असहज भएको कारणले गर्दा मैले चाहिँ यो बाटोलाई प्राथमिकतामा राख्यौँ र यहाँका उपभोक्ताले पनि एकदम चासोको साथ यो बाटोलाई उहाँले समयमै सम्पन्न गर्नुभयो। गाउँलेले बजेटको सदुपयोग गरेर पदमार्ग बनाए। ठकुरी गाउँ जाने यो पदमार्गले गाउँको सिंहदरबारको महत्त्व अझ धेरै उजागर गरिदिएको छ।